तपाईहरूले सामाजिक सञ्जालमा देख्नुभयो होला। मेरो 2 लाखको पोर्टफोलियो 1 करोडको भयो। शेयर मार्केटबाट पैसा कमाएको मान्छेको कहानी देख्नुभएको होला। नेप्सेमा इन्भेस्ट गरेर गाडी किन्यौँ, घर किन्यौँ। शेयर मार्केट नै मेरो प्यासिभ इन्कम हो। हेर्दा लाग्छ सबैजना धनी भए। यी सबै सक्सेसफुल इन्भेस्टरहरूमध्ये कतिजनाले पैसा कमायो होला? वास्तविकमै पैसा कमायो होला र कतिजनाले गफ दिए होला? कतिजनाले कुरा लुकायो होला? आज हामी तपाईलाई नेप्सेको तीतो सत्य भन्छौँ, वास्तविक डेटाको आधारमा। किनकि नेपालमा शेयर मार्केटको सक्सेस स्टोरी र शेयर मार्केटको सर्भाइभल स्टोरीमा धेरै ठुलो फरक छ। नेप्से किन बुम भयो होला? कोभिड 2019 आयो। 2020 मा मार्केट रिओपन भएपछि नेप्से इन्डेक्स 1200 को हाराहारीमा थियो र बढेर लगभग 3200 सम्म पुग्यो। एक वर्षमा लगभग 135% गेन र डेली टर्नओभर 13 अर्ब सम्म पुग्यो। यो हुनुमा मुख्य 3 कारण थिए। सबैभन्दा पहिलो लकडाउन। लकडाउनमा मान्छेहरू घर बसेर टिएमएस एप डाउनलोड गरे। कहीँ जान नपाएपछि पैसा कमाउने ठाउँ नेप्से देखे। 2 नम्बरमा लोन सजिलै उपलब्ध हुन्थ्यो। ब्याङ्कहरूले धमाधम मार्जिन लोन दिन थालेका थिए। 3 नम्बरमा रेमिटेन्स इन्फ्लो राम्रोसँग भइरहेको थियो। यही समय हो जुन बेला सबैजना फाइदाको मात्र कुरा गर्थे। आज यति प्रफिट, यो शेयर किन्नु अप्पर सर्किट लाग्छ, मेरो पोर्टफोलियो 3 गुणाले बढ्यो र यही बीचमा नयाँ लगानीकर्ताहरू नेप्सेमा भित्रिए। शिक्षक, नर्स, डाक्टर, सरकारी कर्मचारी, किसान, प्राय आम नागरिक सबैजना नेप्सेमा लगानी गर्न थाले। अनि आउँछ 2022। नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ टाइट गरिदिन्छ। नेप्सेको लिक्विडिटी घट्छ। करिब 3200 को हाराहारीबाट गिरावट आएर 1900 देखि 2000 को हाराहारीमा पुग्छ। 55% मार्केट क्यापिटलाइजेसन वाइप आउट हुन्छ। जसले लोन लिएर शेयर किनेको थियो उसको पोर्टफोलियो आधा भयो। लोन तिर्न नसक्ने अवस्थामा पुग्यो। शेयर बेच्दा घाटामा बेच्नु पर्यो र राम्रो ट्र्यापमा फसे। यहाँ इन्ट्रेस्टिङ कुरा के छ भने त्यो पैसा आखिर गयो कता? लगभग 44-45 खरब भ्यालुएसन भएको नेप्से 27-28 खरबमा खुम्चिन पुग्यो। यसको अर्थ 17-18 खर्ब पैसा कहाँ गायब भयो? एउटा कन्स्पिरेसी थ्योरीको कुरा गर्ने हो भने दिस इज कल्ड ट्रान्सफर अफ वेल्थ। जब मिडल क्लासले पैसा कमाउँछन् उनीहरूको पैसा फसाउन यस्तो मार्केटमा बुम आउँछ। सोझो साझो फस्छन् अनि फेरि गरिबको गरिब। यो ब्यालेन्स अफ वेल्थ गर्ने राम्रो टुल्स हो पनि भनिएको छ। उसको मेहनतको पैसा नेप्सेमा उसलाई भिडायो। गरिब फेरि एकपटक गरिबको गरिब, गेम रिस्टार्ट। बिचरा मध्यमवर्गीय मान्छे फेरि गएर मेहनत गर्छ। नेप्से अथवा अरू कुनै ठाउँमा गएर फस्छन्। यस्तोबाट फस्नको लागि एउटा टिप्स पनि छ यहाँनिर। जब पनि यस्तो पोलिसिजहरू, नीतिहरू परिवर्तन हुन लागेको हुन्छ, गभर्नमेन्टमा मिटिङ बसिरहेको हुन्छ, त्यो मिटिङमा पत्रपत्रिकाहरूले, सञ्चार माध्यमहरूले इन्टरभ्यू लिन गइरहेको हुन्छ। त्यो सुन्ने बित्तिकै तपाईहरू सजग हुनु होला। त्यही नै पोइन्ट हो। त्यहाँ नै तपाईँले सेलिङ सुरु गर्नुभयो भने बच्ने सम्भावना धेरै हुन्छ। तर कहिलेकाहीँ त्यस्तो पोलिसी चेन्ज हुन लागेको हल्ला मात्रै पनि हुन सक्छ। अनि अर्को वर्ग पनि छन् जसले नेप्सेमा मनग्गे कमाउँछन्। ती हुन् इनसाइडर ट्रेडिङ गर्ने मान्छे, पम्प एन्ड डम्प अपरेटर्स अनि लकी अर्ली बर्ड्स। इनसाइडर्स, यिनलाई थाहा हुन्छ आइपिओ कुनको आउन लागेको छ, राइट इस्यु कसले पाउन लागेको छ, डिभिडेन्ड कति आउन लागेको छ, कम्पनीको इन्टरनल न्युज सबै यिनीहरूलाई थाहा हुन्छ। त्यो पब्लिक हुन अगाडि यिनीहरूले शेयर किन्छन्। जब न्युज आउँछ प्राइस बढ्छ र यिनीहरू बेच्छन्। यो त सेकेन्डरी मार्केटको कुरा भयो। अझ यो भन्दा अर्को काण्ड भन्नुपर्छ, सर्वोत्तम सिमेन्टको काण्ड हेर्ने हो भने नेप्से सिइओ चन्द्रसिंह साउद र सेभनका भीष्मराज ढुङ्गाना, 2 जना रेगुलेटर। यिनले आफ्नो फ्यामिली मेम्बरको नाममा सर्वोत्तम सिमेन्टको शेयर किने। त्यो पनि आइपिओ अगाडि 250 प्रति कितामा। यसको मूल्यमा बुक बिल्ड गरेर 750 प्रति किता बनाइदिन्छन्। मतलब रेगुलेटर्सले अथवा उनीहरूका आसेपासेले आइपिओ आउन अगाडि नै प्रति किता 500 रुपियाँ कमाइसके। सर्वसाधारण आइपिओ बढ्छन्, लिमिटेड किता पाउँछन्। तर यहाँको बजार सुरु हुन अगाडि 1 को 2 फाइदा अरू कसैले कमाइसकेका छन्। टप लेभल अफिसर्स, पोलिटिसियन्स, ब्युरोक्रेट्सहरू पनि योबाट चोखो छ भन्न नसकिएला। इजी इन्कम मेहनत नगरी कमाइ हुने थलो बनाएका छन् र सोझो साझालाई फसाउने ट्र्याप बनाएका छन्। अर्को समूह हो पम्प एन्ड डम्प अपरेटर्स। यो समूहका मान्छेहरू थोरै सप्लाई भएको शेयरमा लगानी गर्छन् अनि मल्टिपल डिम्याट अकाउन्ट बनाउँछन्। फ्यामिली मेम्बर्सको नाममा, साथीभाइ, इष्टमित्र सबैको नाममा खाता खोल्छन् र त्यही शेयरहरू मात्रै एकअर्का बीचमा खरिद बिक्री गर्छन्। त्यसको मूल्य बढाउँछन्। नेप्सेमा अप्पर सर्किट लगाउँछन्। सामाजिक सञ्जालमा, समाचारमा, युट्युबमा, अन्यत्र हल्ला फिजाउँछन् यसमा धेरै फाइदा हुन्छ भनेर र सबैजनाले देख्छन् पनि त्यही। उनीहरू त्यही शेयर गएर किन्छन् सर्वसाधारणहरू र यिनीहरू त्यो शेयर सबै बेच्दिन्छन् र फेरि एकपटक सर्वसाधारणलाई फसाइदिन्छन्। अर्को समूह हो लकी अर्ली बर्ड्स। यो समूहले 2020 को सुरुमा किनेका थिए। मार्केट सस्तो थियो। शेयर 2021 मा 2 गुणा 3 गुणा बढ्यो र लोभ नगरिकन बेचे अथवा कसैले बेचेनन् पनि होला। तर पोर्टफोलियोमा चाहिँ फाइदा नै देखे।
र यस्तै लक सोसल मिडियामा पोस्ट गर्छन्। यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो कुनै स्किल होइन, यो एउटा टाइमिङ मात्रै थियो। अब बुझौँ कसले पैसा डुबाए। यो कुरा कोही भन्दैनन्। सोसल मिडियामा लसको स्टोरी आउँदैन भन्न पनि लाज लाग्छ र प्राय धेरै डुबेका छन्। शिक्षक, नर्स, डाक्टर, इन्जिनियर, सरकारी जागिरे, घरको बचत सबैले डुबाए। मार्केट क्र्यास भएपछि आफ्नै पैसा हुनेहरू बेचेनन्। मार्जिन लोन लिएका मान्छेहरू भने ब्याङ्कको प्रेसरले गर्दा बेच्न बाध्य भए। कोही आफ्नो व्यवहार सल्टाउन बेच्न बाध्य भए। तर समग्रमा भन्नुपर्दा प्राय सबै नै डुबे। र सबसे इम्पोर्टेन्ट, यो घाटाको कुरा कसैले पनि गर्दैनन्, किनकि सेयर मार्केटको कल्चर नै यस्तै छ। फाइदाको कुरा भन्छन्, घाटाको कुरा लुकाउँछन्। जहाँ पनि जितको गाथा गाइन्छ, हारको मजाक हाँसोको पात्र बनाइन्छ। यही कुरा नै लुकाइएको छ। अब बुझौँ न यहाँ ट्र्याप चाहिँ कसरी सेट गर्दा रहेछन् भनेर। ट्र्याप सेटअप गर्नको लागि एउटा आइपिओ मेन्टालिटी पनि यहाँ हावी भएको देखिएको छ। आइपिओ लटरी मेन्टालिटी। नेपालमा आइपिओ कल्चर छ। आइपिओ पाउने बित्तिकै अप्पर सर्किट लाग्छ, लिस्टिङ गेन हुन्छ भन्ने मानसिकता छ। आइपिओ पाउने बित्तिकै थोरै मात्रामा प्रफिट देख्छन्, तर सेकेन्डरी मार्केटको लसलाई बिर्सिन्छन्। यसले गर्दाखेरि सेयरमा फाइदा छ भन्ने एउटा भ्रम सिर्जना भएको छ। दोस्रो, टिप बेस्ड मार्केटिङ। नेपालको सेयर मार्केटमा टिप कल्चर छ। सामाजिक सञ्जाल, वाट्सएप ग्रुप, युट्युब, यो सेयर किन्दा फाइदा हुन्छ भनेर धेरै सेयर हुन्छ। तर यस्तो टिप कसले दिएको हो? एक अपरेटरले, अघि जसको बारेमा हामीले सल्लाह गरेका थियौँ। उसले स्टक होल्ड गरिसकेको हुन्छ। यस्तो टिप दिनु उसको दैनिकी हुन्छ। उसले समूह नै खडा गरेको हुन्छ। यही टिप दिन्छन्, यही मेसेज फरवर्ड हुन्छ र यही टिपको आधारमा सर्वसाधारण फस्छन्, उनीहरू कमाएर मार्केट एक्जिट गर्छन्। कतै तपाईँले पनि यस्तो कन्टेन्ट सेयर अथवा फरवर्ड त गर्नुभएको छैन। तपाईँ पनि इनसाइडर ट्रेडर्सको कसुरदार हुन सक्नुहुन्छ है। र अब आउँछ मार्जिन लोन ट्र्याप। ब्याङ्कले सेयरलाई धितो मानेर लोन दिन्छ। बजार बढ्यो भने त ठिक छ, तर बजार घट्यो भने ब्याङ्कले मार्जिन कल गर्छ र फोर्स सेल गर्न बाध्य हुनुपर्छ। यस्तो भोलाटाइल मार्केटमा मार्जिन लेन्डिङ लोन लिनु एकदमै रिस्की मानिएको छ। जबकि सबैलाई थाहा छ सेयर होल्ड गर्यो भने भोलिको दिनमा फाइदा हुन्छ, तर ब्याङ्क यो कुरामा मान्दैन। मार्जिन ट्रेडिङ लगभग ग्याम्बलिङ जस्तै बनाइदिएको छ। यहाँ राम्रो नीतिको आवश्यकता देखिएको छ। सर्भाइभरसिप बायस, सबैभन्दा डेन्जरस ट्र्याप। 10 जनामा एकजनाले कमाएको हुन्छ। त्यो एकजनाले जताततै पोस्ट गरिरहन्छ। त्यही एकजनाले कमाएको देखेर सबैजना उसको पछि लहलहीमा लाग्दा पैसा डुबाइरहेका छन्। अब कुरा गरौँ लङ टर्म इन्भेस्टरले के गर्छन् भन्ने बारेमा। लङ टर्म इन्भेस्टर र सर्ट टर्म इन्भेस्टरको धेरै अप्रोच फरक देखिएको छ। नेपालमा जसले जेन्युनली लङ टर्म होल्ड गरेका छन् उनीहरूले तीन कुरामा ध्यान दिएको पाइएको छ। सबैभन्दा पहिले फन्डामेन्टल्स हेर्छन्। इपिएस कति छ, बुक भ्यालु कति छ, डिभिडेन्ड हिस्ट्री कस्तो छ, डिभिडेन्ड हिस्ट्री कति कन्सिस्टेन्ट छ, कम्पनीको डेट रेसियो कति छ, र सबै हिसाब गरेपछि बल्ल उनीहरू सेयरमा लगानी गर्छन्। दोस्रो, सिप स्टाइल इन्भेस्ट गरिरहेका छन्। हर महिनामा सेयर मार्केट बढोस् घटोस् कन्टिन्युअसली लगानी गरिरहेका छन्, अथवा सेयर मार्केट घटेको बेलामा पैसा होल्ड गरेर भए पनि लगानी गरेको पाइएको छ। तेस्रो, डाइभर्सिफिकेसन देखिएको छ उनीहरूको पोर्टफोलियोमा। एउटै कमन सेक्टर भन्दा सबै सेक्टरहरू होल्ड गर्न रुचाएको पाइएको छ। र चौथो, लोन लिएर इन्भेस्ट गरेको कमै व्यक्तित्वहरू पाइएको छ। मार्केट अनफेयर छ भन्ने कुरा त हामीले बुझिहाल्यौँ। अब यो अनफेयर मार्केटलाई फेयर बनाउन के गर्नु पर्ला? सिक्युरिटिज फर्स्ट एमेन्डमेन्ट बिल 2024मा इनसाइडर ट्रेडिङलाई कडाभन्दा कडा कारबाही र जरिवानाको तय गरेको छ र यो इन्फोर्स हुनुपर्छ। जरिवाना यति धेरै होस् कि कसैले पनि आँट नगरोस्। सिबनले एडभान्स मार्केट सर्भिलेन्स सिस्टम इम्प्लिमेन्ट गर्नुपर्छ। मसिन लर्निङ र अहिले एआई पनि युज गरेर इरेगुलर ट्रेडिङ ट्र्याक गर्न सकिन्छ। मल्टिपल डिम्याट अकाउन्ट बन्द गर्नुपर्छ, अथवा डिम्याट अकाउन्टहरू एकअर्कामा लिङ्क गरिदिन सक्नुपर्छ। सिबन बोर्डमा एफएनसिसिआई मेम्बर र चार्टर्ड अकाउन्टेन्ट्स जस्तो मान्छे जसको स्वार्थ बाजिन्छ त्यस्ता मान्छेहरूलाई बोर्ड मेम्बर बनाउनु हुँदैन। चन्द्रप्रकाश ढकाल यसको ज्वलन्त उदाहरण हो, र पछि उनले राजीनामा पनि दिए। भनिन्छ नि सेयर मार्केटमा बेयर र बुल हुन्छ। बेयर र बुल बाहेक त्यहाँ भेडा, बाख्रा र बुवासो पनि हुन्छ। आम साधारण जनतालाई भेडा र बाख्रा बनाउँछन् र त्यहाँका बुवासोहरूले खाइदिन्छन्। त्यही भएर जोगिनु होला यो बुवासोहरूको झुन्डबाट। सेयर बजारमा काटिने र मारिने बाख्रा र भेडा मात्रै हो। बेयरले कमाउँछ, बुलले कमाउँछ, फक्सले कमाउँछ, हाइनाले कमाउँछ। बेयरले बजार तल लगेर कमाउँछ, बुलले बजारमा उछाल ल्याएर कमाउँछ, फक्सले हल्ला फैलाउँछ, ती स्यालहरूले भित्री इन्फर्मेसन बेचेर कमाउँछन् अनि चुपचाप एक्जिट गर्छन्। हाइनाले सानो इन्भेस्टरलाई प्यानिक मोडमा लैजान्छ अनि ठ्याक्कै त्यसै बेला खरिद गरेर फाइदामा लिन्छ, र अन्तिममा गुमाउने भनेको भेडा र बाख्राले मात्रै हुन्।